यो चाहिँ ठ्याक्क बल्खु क्षेत्र हो होइन। यस्तो रातो बत्ती बलिरहेको छ त्यहाँ, तर बाटो काट्छ अहिले चाहिँ रातो बत्ती बलिरहेको छ है। रातो बत्ती बलिरहेको छ, बाटो काट्छ ल। हामीले पुरा रातो बत्ती बलेको छ। अब नेपाल कहिले परिवर्तन हुन्छ हौ, कस्तो बुद्धिमानी मान्छेहरू नि रातो बत्तीमा बाटो काट्दो रहेछ ल। ल म चाहिँ अहिले बाटो काट्दैछु, हरियो बत्ती बलेको अवस्था। त्यस्तो रातो बत्ती पनि बाटो काट्दो रहेछ कि। जस्तो बुद्धिमानी मान्छेहरू पनि हुन्छ नि, एउटा गाडीले हानेपछि सकिएको नि हो। ल यस्तो बत्तीमा चाहिँ हुनुपर्ने हो। बाटो काट्ने त यस्तो बत्तीमा हो नि। राइट बत्ती छ नि, राइट लेफ्ट र राइट भन्छ। यहाँ बत्ती हालेको छ यहाँनिर टक्क माथि बत्ती हालेको नि। यस्तोमा चाहिँ हुनुपर्ने हो क्या बाटो काट्ने। अब यस्तो रातो बत्ती बलिरहेको छ होइन, तर यस्तो बत्तीमा चाहिँ बाटो काटिदिन्छ मान्छे। अनि कहिले चेतना आउँछ नेपालको। रातो बत्तीमा बाटो काटेर खुरुरु कुद्छ। अनि नेपाल हेपा प्रकृति हो के, सिस्टममा चल्नु पऱ्यो नि त। गाडीले हान्ने बसी त एकछिनको ढिलाले गर्दाखेरि गयो त, ट्राफिकले रोक्न सक्छ। यो चाहिँ बल्खु क्षेत्र हो होइन। ल बल्खु क्षेत्र यस्तो ठाउँमा अब सम्मिलित भएर चाहिँ बाटो हिँड्नुपर्छ क्या। यो हाइवे रोडमा त बेसरी हाँक्या हुन्छ होइन। यस्तो ठाउँमा बाटो चाहिँ सट्ट काटिदियो हुन्छ कि। यही छ गाह्रो, नेपालमा सिस्टममा चल्दैन कि, हेपा प्रकृति हो कि। जनता नेता मात्रै होइन, जनता पनि सिस्टममा चल्नु पऱ्यो कि हाम्रो देशमा। जनता चल्दैन नि भन्दै बिदा हुन चाहन्छु। नमस्ते।